अहिले धेरैजनाले यो भिडियो हेरेर विभिन्न खालका अड्कलबाजीहरू गरिराख्नु भएको छ। धेरैले समाधि लिएको भनेर पनि प्रचार गरिराख्नु भएको छ। तर यसको वास्तविकता भने अर्कै रहेको खुलेको छ। उहाँसँगै बस्नुहुने प्रशान्त अधिकारीका अनुसार उहाँ 91 वर्षको हुनुहुन्थ्यो र शुक्रबार राति उहाँको निधन भएको थियो। न्युज के आइरहेछ भने ध्यान गर्दा गर्दै बित्नुभयो भन्ने कुरो। मैले त्यही कुरा क्लियर पार्नलाई कन्ट्याक्ट गरेको हजुरसँग। भन्नुहोस् न। हजुर हजुर यो चाहिँ होइन, उहाँ बित्नु भएको बेलुका 12 बजे हेर्नु सुतेर ठाउँमै बित्नु भएको हुन चाहिँ। ए राति हजुर शुक्रबार हो। हजुर हजुर हजुर। अनि हामीले बेलुका थाहा पायौँ 1 बजे। ए हजुर। अनि हामीले मै गएको हौँ बाहिर ल्याउन, लास ल्याउन पनि कोठामा हुनुहुन्थ्यो, लास ल्याउन पनि बाहिर ल्याएर राख्यौँ। बिहान सबैजनालाई खबर गऱ्यौँ, सबै बाबाजीहरू नि आउनुभयो, उहाँको छोरीहरू नि हुनुहुन्छ, छोरीहरू नि आउनुभयो, यहीँ आउनुभयो। हजुर। सबै आएपछि त्यो कर्महरू हामीले गर्न थाल्यौँ। बिहान 7 बजेदेखि नुहाइ धुवाइ गर्न थाले होला, 8-9 बजीसम्म। अनि उहाँहरूको छोरी आइपुग्नु भएको थिएन, अनि ढिला भएको हामीलाई। हजुर। अनि उहाँलाई पुर्नलाई अनि बेलुका फेरि कसले भिडियो खिचेर ध्यान गर्दा गर्दा हातमा रुद्राक्ष लिएर बित्नुभयो भन्ने यो कुरा चाहिँ झुटो हो।